हेलो नमस्ते सबैजनामा। म चाहिँ रोमानियामा वर्ल्ड भन्ने एप्समा डेलिभरी गर्छु होइन। आज चाहिँ म ड्युटी जानलाई रेडी भइरहेको छु, रेडी गर्दैछु। टक्क मैले पहिला होइन एप्सलाई अन गरेँ, गो टु अनलाइन गरेपछि हेर्नुहोस् म चाहिँ रोमानियाको क्लोज भन्ने ठाउँमा डेलिभरी काम गर्छु। अब काममा जानलाई अब यसो कपडाहरू लाउनु पऱ्यो होइन, जुत्ता लाउनु पऱ्यो। रोमानियामा चाहिँ लास्टै गर्मी छ अहिले, त्यही भएर सकेसम्म फुल बडी कपडा कभर गर्ने गरी लाउँदा राम्रो हुन्छ। गर्मीमा बाहिर काम गर्न अलिक गाह्रै हुन्छ, घामले जस्तै पोल्छ होइन, त्यही भएर सकेसम्म चाहिँ फुल बडी कपडा कभर गर्ने गरी लाउँदा राम्रो हुन्छ। त्यही हो डेलिभरीको काम, बाहिरको काम हुन्छ अलि गाह्रै हुन्छ। अब फेरि यो क्लुज भन्ने रोमानियाको क्लुज भन्ने ठाउँमा चाहिँ उकालो ओह्रालो बढिसक्यो, कहिले उकालो जानुपर्छ कहिले ओह्रालो जानुपर्छ, अलिक गाह्रै छ। त्यही हो अब काम गर्न आएको हो, गाह्रो साह्रो गर्नै पर्छ होइन। डेलिभरी वर्करमा चाहिँ यस्तै हो बाहिरको काम। अलिकति यहाँको मौसम चाहिँ अब जाडोमा लास्टै जाडो, गर्मीमा पनि लास्टै गर्मी हुन्छ होइन। त्यही हो अब जोगिएर काम गर्नुपर्छ। हाम्रो होस्टेल चाहिँ अलिक कचडै छ होइन, अब धेरैजना बस्दैछ, धेरैजना बसेपछि त्यही हो अब फोहोर त भइहाल्छ। यस्तै छ हेर्नुहोस् हाम्रो होस्टेल चाहिँ, अब धेरैजना बस्दाखेरि हल्का फुल्का फोहोर त भइहाल्छ। अब हेर्नुहोस् बाहिरको मौसम भनेको यस्तो छ, घाम टिलिक्क लागेको छ। टक्क मैले साइकल अन गरेँ, अन गरेपछि मोबाइल चाहिँ यसरी साइकल ह्यान्डल राख्नुपर्छ। गोजीमा राख्यो भने चाहिँ अब अर्डर आएको के भयो देख्दैन नि त, हेरिबस्नु पर्छ मोबाइल। र फेरि अर्डर आएको थाहै पाइँदैन। बाहिरको मौसम चाहिँ यस्तो छ हेर्नुहोस्, घाम टिलिक्कै लागेको छ। घाम गाह्रै हुन्छ काम गर्न, उकालोमा चाहिँ सास पर्छ कि। हस् त अहिलेको भिडियो हेर्नु भएको धन्यवाद। सी यु नेक्स्ट भिडियो।